नेपालको सीमा क्षेत्रमा भारतीय सेनाको दादागिरी 3 करोड नेपाली जनताले हेर्नै पर्ने भिडियो एकैछिन टाइम मिलाएर हेर्नुहोस् त। हेलो, मैं मीडिया से हूँ। क्या समझ रहे हो? वीडियो कार्ड है हमारे फालतू से आए हम। यो भिडियो यति शेयर गर्नु होला, यति शेयर। यो जुनसुकै मन्त्रीको पालामा पनि यो हरकत गरेको हो, तर अबदेखि यस्तो हरकत गर्न नपाउन् भारतीय सेनाहरूले र नेपालको सिमाना पनि मिच्न नपाउन्। हेर्नुहोस् त, खुलस्तै हिसाबले नेपालको पिल्लरलाई उठाएर, सिमानाको पिल्लरलाई उठाएर यसरी सराइरहेका छन् भने यो अति सरासर गलत हो। यसरी हेप्न, चेप्न र यसरी मिच्न चाहिँ पाइँदैन है। यो कुनै कानुनमा पनि छैन, यो सरासर दादागिरी हो। यो भिडियोलाई सक्दो शेयर गर्नु होला। आइन्तदेखि अबको यो हाम्रो नयाँ सरकार, बालिन सरकारले यसलाई रोकथाम गरोस् र सिधै अब भारत भ्रमणमा जाने हल्ला पनि चलिरहेको छ र यो प्रस्ताव पनि राखियोस्। अब भारतको सीमा मिच्न नपाउने र जति पनि कब्जा गरेको छ त्यो तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने यो प्रस्ताव राखियोस्। म यही भन्न चाहन्छु साथीहरु, तपाईहरु के भन्न चाहनुहुन्छ आफ्नो प्रतिक्रिया कमेन्ट गर्दै धेरैभन्दा धेरै शेयर गर्नु होला र अहिलेको बालिन सरकारसम्म पुर्याउनु होला, ताकि दबाब दिनु होला। नेपालको नाकामा सीमामा नेपाली सेनाहरूलाई ड्युटीमा खटाउनु पर्छ र नेपाली सेनाहरूलाई सीमामा राख्नुपर्छ। यो दबाब दिनु होला ताकि हाम्रो नेपालको सीमाना अब नमिचियोस्, न हस्तक्षेप होस् भारतद्वारा। जय नेपाल।